हेलो साथीहरू, स्वागत छ तपाईँलाई राहुल ब्लगमा। आजको यो चौलिखाको बजारको अवस्था हेर्नुहोस्। पानी परेको बेलामा मान्छेहरू माछा मासु बेच्न छोडेर पुरै घर घरमा लुकेर बसिरहेको अवस्था छ। किनभने यो बजार भनेको लावारिस बजार हो। यो बजारमा कसैको हेरचाह छैन र हेरचाह हुने मान्छेले पनि इग्नोर हानिदिएको छ होइन। के तपाईँको बजारहरू पनि यस्तै छ? कौडी उठाउँछ तर व्यवस्थित केही पनि छैन। हाम्रो त यहाँ कौडी पनि उठाउँछ तर व्यवस्थित चिज केही पनि छैन। सबै कुरा आफैले गर्नुपर्छ। म यो भन्न चाहन्छु कि यो भिडियो चाहिँ यो बजारको समितिसम्म पुगोस्। तपाईँहरूले धेरैभन्दा धेरै सेयर गरेर यो बजारको समितिसम्म पुर्याइदिनु होला यो भिडियो। बजारको हालत यस्तो छ, पुरा पानी परिरहेको छ बजारमा। चौलिखा बजारको हालत यस्तो, पानी परेर सब बजार बिगार्दैछ ल। सब पानी परेर भिजिरहेको छ। झिलिमुरी बेच्ने मान्छेको हालत यस्तो छ, पुरा पानी परिरहेको छ यतातिर। पानी परेर हालत यस्तो छ हाम्रो बजारको। चौलिखा बजार दाउरा लिएर आउने मान्छे पनि भिजेको, पुरा भिजेर पानी परेर चौलिखा बजार बिजोग भइसकेको छ अवस्था। यहाँ पुरा मासु बेच्न पनि असार भइसकेको छ। लु पानी परेको अवस्था, मासु बेच्न पनि अप्ठ्यारो भइरहेको छ। दुःख सुख गरेर पानीमा भिजेर पनि मासु चाहिँ सकियो साथीहरू। यति भन्दै म चाहिँ टाटा बाई बाई। तपाईँहरू चाहिँ लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू।